Welcome to my YouTube channel in घलेखर्का village. हामी अब घलेखर्के गाउँबाट यो कास्की जिल्लाको तारा हिल भन्ने ठाउँमा जाँदैछौँ। तारा हिल करिबन 2800 मिटर हाइट उचाइमा रहेको छ। अब हामी त्यतातर्फ प्रस्थान गर्दैछौँ। भर्खर हामी खानपिन गरेर हाम्रो अगाडि हाम्रो मिन दाइ गइसक्नु भएको छ। बुढाले कमाउने, बुढीले बुढले कमाउने। अब हामी लगभग 2275 मिटर हाइटमा आइपुगेको छु। यो ठाउँलाई के भन्छ बे? यसलाई त म्याप्रो भन्छ है, खासै नाम त थाहा छैन है। हामी चाहिँ नि अब तारा हिल डाँडामा पुग्ने। अब उहाँहरू चाहिँ नि यहाँबाट हिँड्दै हिँड्दै खिराङ पुग्ने होइन हजुर? खेलाङ भेडीगोठ हेर्न, भेडीगोठबाट माउ बाख्रा के भेडा लिएर आउने अनि बथान बनाउने है, बिउ बनाउने। एकको सय बनाउने। एकको सय। अहिले घरमा छ कि छैन भेडा? भेडा छैन, बाख्रा हुन्छ। बाख्रा हुन्छ। त्यो होइन तपाईँ च्याङ्रा भन्छ नि, हो त्यस्तो बाख्रा। खच्चड बनाउने। खच्चड होइन, खच्चड होइन, यहीको लोकल जाति त्यही हो। जाति त्यही। च्याङ्रा नि भन्ने चाहिँ दाइ भन्छ क्या। च्याङ्रा हेर्दाखेरि कस्तो थियो? मगर गुरुङले त प्राय जस्तो त्यही खोज्छ नि त। च्याङ्रा खोज्छ, भेडा खोज्छ, अब माथि माथि पुगिन। अब कस्तो नि मैले हेर्दाखेरि भेडा जस्तै च्याङ्रा जस्तै देखेँ कि। अब भुत्ला छ होइन, सिङ पनि त्यस्तो घुमेको छ है। म त च्याङ्रा हो कि यतातिर च्याङ्रा पनि हुन्छ क्या भनिरहेको क्या। सिङे यस्तरी घुमेको हुन्छ। भेडा हुन्छ। भाइ हेऱ्यो कुन डाँडा पऱ्यो हेऱ्यो? यो के अरे थान्चुक भन्छ। थान्चुक। अनि त्यो अर्मलेहरू आएको घाँसमा त सैनी डाँडा भन्ने। सैनी डाँडा भन्ने यो छ नि बाटो। झरक्कै छ नि बाटो त। यहाँ बाटो पनि ताप्राङ जान्छ नि। ताप्राङ जान्छ यहाँबाट नि। अर्मले फटाइ भयो यहाँसम्म हाम्रो भन्ने चाहिँ। यो त्यो पारीको त्यो बादल लागेको डाँडा छ नि, के भन्छ त्यसलाई? कुहिरो माथि। हजुर त्योभन्दा माथि छ नि अझै डाँडा त। यो सैनी डाँडा छ नि अझै माथि। सैनी डाँडा। काली लेक। अनि तपाईँहरू कति घन्टामा पुग्छ? लाग्छ होला नि घन्टा त। लाग्छ होला नि, हामी नि बसी बसी जाने हो। अब छिटो पुगेर काम छैन, आज फर्किँदैन। अब भोलि जाने होला नि हामी पनि। अब मिर्गा हेर्ने जाने, कालिस मुनाल हेर्ने जाने। हाम्रो लेकमा भएको त्यति छ। मुनाल देखिन्छ, मुनाल पनि देख्छ। यहाँबाट जान्थ्यो कि पहिला त्यो थाकमा यो त जाने बाटो छ नि। होइन यता त पहिले भने नि, पहिला सोले टोले धेरै चल्थ्यो क्या। सोले टोले धेरै चल्थ्यो, अहिले सबै हरायो। अब मान्छे सबै पोखरा यो बाटो कोही नि हिँड्दैन। अहिले के को सोले टोले छैन। हाम्रो खेल्ने त अहिले त फुलेन बाबा। अब साह्रो फुलेन। अब मूलै छैन। के ठाउँ भन्नु पर्यो दाइ? चिगर फुलो। चिगर फुलो ल। चिगर भनेको चाहिँ त्यो निकालो जस्तो हुन्छ यो। नाम हो यो चिगर। चिगर भनेको यो। यसको चाहिँ नि निकालो आउँदैन, चुया आउँदैन। यो कति 3 नम्बर हो दाइ? यो 3 नम्बर हो। हजुर 3 नम्बर यो घर्छ क्या। छाप्रो। अब यहाँ पानी खानु पर्यो। अब पानी छैन यहाँ। पानी खाम बिसाम अनि जाम्ला। अनि पानी त बोक्नु पर्छ नि। अब पाउने 1 घन्टा। ल हामी विश्राम स्थानमा आइपुग्यो। अब घलेखर्काबाट 3 नम्बर विश्राम स्थलमा आइपुग्यो। ल यो घना जङ्गलको बिचमा गफ गर्दै गर्दै है। ल ल हेर्नुहोस् अब के गर्ने, हाम्रो त बादलले छोप्छ।
कति रमाइलो छ है कुहिरो ल्याएको राति भए बुढीले सिरो ओढिदियो भन्थ्यो होला अहिले अब दिउँसो अर्को सिरो ओढ्यो क्यार्ने भेडा बाख्रा पाल्ने खासी बोका बेच्ने खाने ए यो सबै गुराँस हो पुरै हो यिनीहरू पहिल्यै सतह हुन्थ्यो कि दादा सतह भन्ने चिज एउटा सतुवा हजुर यस्तै त्यो पात जस्तो हुन्छ कि ल अब सतुवा सितेर खानेर सिसेनी कुन हो सतुवा भन्ने दबाई दबाई ए दबाई हुन्छ कि त्यो त यो हाम्रो यो टेन्सन पन्से है अब यहाँ गेस्टको लागि टेन्ट बनाउँदैछन् मित्रले अहिलेको तारा हिलको होटलहरू एउटा होटल कुनै बन्दैछ कुनै बनिसकेको छ गुड मर्निङ फ्रम तारा हिल नमस्ते तारा हिलबाट अब यो माछापुच्छ्रे कुन साइड पर्यो यो यता यो भाग के माछापुच्छ्रेको माछापुच्छ्रेको यो हो कि अब गौरीपूर्ण के भन्छ उता अन्नपूर्ण अन्नपूर्ण 3 साइड हो यो अन्नपूर्ण उता फर्स्ट उता पऱ्यो है त्यही अन्नपूर्ण फर्स्टबाट हेर्दाखेरि त त्यो माछापुच्छ्रे लुक्स अर्कै छ है अब अन्नपूर्ण 3बाट हेर्दाखेरि त माछापुच्छ्रे सेप अर्कै देख्छ फेरि त्यस्तो अहिले हामीदेखि त्यो अन्नपूर्ण भएको त्यो साउथ भएको रे ए अनि यो माछापुच्छ्रेको त्यो कालो छ नि त्यो माछाहिमाल यो गन्धर्वचुली भन्ने हो अनि ब्याक साइडको त्यो कालो छ नि ब्याक साइडको हो त्यो कालो चाहिँ तब गङ्गापूर्ण ए गङ्गापूर्ण अनि यो चाहिँ 3 भयो 3 4 यो 2 लाई चाहिँ ढाकिराखेको छ अहिले त्यो ए ल ल यो आजको मेरो रात यही टेन्टमा भयो यताबाट सनराइज भयो घाम लागेछ फाटाफुटी पानी पनि परिरहेछ घाम लागेछ ल यो तारा हिलमा हामी छौँ अहिले यहाँ एउटा यो माछापुच्छ्रे हिमालको सेप अर्कै रूपमा देखिन्छ यो घान्द्रुक भयो धम्पुस अनि घाचोकबाट माछापुच्छ्रे हिमालको सेप सुन्दर हैन एउटा सुन्दर सेपमा देखिन्छ आकारमा देखिन्छ भने यताबाट अलि अर्को सेपमा देखिन्छ सायद माछापुच्छ्रे हिमाल नाचेको जस्तै उता बाङ्की फर्किएको जस्तै देखिन्छ देख्न सकिन्छ यो हिमालहरूको आफ्नै रूप विशेषता छ यो अन्नपूर्ण यताको अन्नपूर्ण हिमाल देखेको छैन हल्का हल्का देखिएछ बादल लागेछ यो माछापुच्छ्रे हिमाल उताबाट यता फर्किँदा माछापुच्छ्रे हिमाल देब्रे हाइट कोही कमै आउँछ भुज्रुङ खोला खैमुराङ होइन अनि मानिसहरू खैमुराङ नेप्राङ त्यहीँको लोकल स्थानीय मानिसहरू आएर टुसा टिपेर होइन विशेष गरेर ससी मानिसहरू आएर होइन टिपेर बोकेर होइन लगभग
टन्न बोरा ओरिहालेर यहाँबाट बजारसम्म पुर्याएर आफ्नो आवश्यकता पुरा गर्छ यहाँ मान्छेले समय सिजन अनुसार। त्यो पनि राम्रै कुरा हो। अब अर्ग्यानिक खाना होइन दाइ, अर्ग्यानिक तरकारी टुसाले स्वास्थ्यले हेल्प पनि गर्छ। सिजनको खानाले ल यसलाई भन्छ ढोकै साग है। यसबाट यसलाई कुटेर सुकाएर गुन्द्रुक बनाउने होइन। हाम्रो माइलाले टिपेर ल्याएको है, माइला हाम्रो यहाँ सञ्चालक हुनुहुन्छ। अर्को गोरे दाई है, गोरे दाई होटल सञ्चालक उहाँको बारी यो त उहाँको बारी हो है। ओहो यो चाहिँ नि हाम्रो गोरे दाई होटल सञ्चालक हुनुहुन्छ। उहाँले थकाइ मेट्दै हुनुहुन्छ मोबाइल हेरेर है। यो माइलाको बारी यो चाहिँ नि यो सायद 2800 मिटर सेरोफेरोमा पाइने यो ढोकै साग हो। योभन्दा तल यो पाउँदैन होला सायद होइन। 2800 मिटरभन्दा तल फाटोफुटो पाइन्छ, नत्र पाउँदैन होइन। यो हामीले घोडे पानीतिर पनि पाइन्छ जाँदा होइन, त्यता पनि टिपेको देखेको थिएँ घोडे पानीमा नि। त्यसपछि उता गान्द्रुक मात्रै पाउँदैन होला, अलिक माथि पाउँछ। अनि खोप्रामा पनि त्यहाँ होटलको भाइहरूले टिपेर ल्याएको देखेको थिएँ कि यो ढोकै साग होइन। सोमरुङ सिनुवा जस यो त्यही त सिग्लेस भयो। यो चाहिँ 2800 देखि 3000को सेरोफेरोमा यो साग पाइने रहेछ कि होइन। त्यहाँ त माथि त पाउनु होला, त्यहाँ त मुनि पनि पाउँदैन है। त्यो हुँदै माथि फेरि यो जरबुडी टुसा अब आउने भनेको त्यो दबाई हुने जरबुडी भने यासर गुम्बा होइन टुसै हो। जडीबुडी यो माथि अब यहाँबाट नि 2 घन्टा बेसी माथि त्यही 3500 4000 भन्छ। 3500 4000 पाइन्छ है मिटर साइज। त्यसको चाहिँ बुट चाहिँ यता हुँदैन ल। यो 3500 देखि माथि खास गरेर अब यो चिसो भूभागमा पाइने होइन जडबुडी हो किन जडबुडी। अनि यो ढोकै साग यो बेसरी धेरै यो के हो पाइन्छ के अरे अघि हामी खिरौँला साग धेरै नसाग भने गुरुङ कुराले भन्छ कि कोही एउटा तोरी जस्तो हुन्छ कि तोरी साग जस्तो हुन्छ। नसाग भन्ने पाउँछ। धेरै यो टुसा पाइन्छ यहाँ। अरू च्याउ पाइन्छ। च्याउ फेरि यहाँ जङ्गली च्याउ त अलिक खतरा हुन्छ होला नि, मान्छे त हुँदैन। यहाँ त चिन्ने मात्रै खान्छ, चिन्ने मात्रै खान्छ। चिनेको है जुन पाइदे च्याउ खायो भने त मर्ला नि है। अनि यहाँ रातो च्याउ पाउँदैन? रातो पाइन्छ। आज मैले खोजेको अलि नपाएर। ल हजुरहरू कुनै पनि समय यो स्थान तारा हिलमा यदि आउनुभएछ भने बस्नलाई खानलाई राम्रो सुविधा उपलब्ध छ। र हामी यहाँ आउने जति पनि छ उहाँहरूलाई टेन्टको सुविधा छ है। टेन्टमा सुत्ने हो। यो गए राति पनि म यही 2 रात यही टेन्टमा बिताएँ होइन। अब यो हाम्रो मिन गुरुङ दाई र उहाँको समूहको संरचनामा यो निर्माणाधीन यो होटल हो। त्यो माछापुछ्रे 2 अनि हाम्रो मिन दाई हुनुहुन्छ उहाँ लगायत 5 जना हुन्छ सेयर होल्डर होइन दाइ। उहाँको संरचना निर्माण क्रम यो जारी छ कि है। आइदिनुहोस् हाम्रो ठाउँमा आइदिनुहोस्।
यहाँहरूको सेवामा हामी तत्परता छौँ। सेवा दिन हामी तत्परता छौँ होइन दाइ। हामीमा यहाँ चाहिँ नि बजारको जस्तो चाहिँ नि सबै भौतिक सुविधा नभए पनि अनि यो सुन्दरता प्रकृतिको सुन्दरता चाहिँ मजासँग अनुभव गर्न पाइन्छ। यो नै हाम्रो विशेषता हो हजुर। हुन्छ हाम्रो यहाँबाट तपाईँ चाहिँ नि माछा पुच्छ्रे अनि यो अन्नपूर्ण रेन्ज लगायत मनासुलु हिउँचुली गणेश हिमाल पनि देख्न सक्नुहुन्छ। यो चाहिँ नि हामी अहिले 2820 समथिङमा छौँ। समुद्री उचाइबाट 2820 मिटर उचाइमा छौँ। ए ल अनि अब हाम्रो दाइ यो अब भदौतिर त हाम्रो संरचना निर्माण भएर पुरा भइसक्छ होला नि है। एकदम तयारी अवस्थामा छौँ हामी। त्यही त अनि हालै पनि तपाईँहरू आउन सक्नुहुन्छ। आए पनि के फरक पर्ने छैन। जसोतसो हामी चाहिँ म्यानेज गरिदिन्छौँ हामीले सकेसम्म। खानालाई बस्नुलाई समस्या छैन होइन दाइ। हजुर एकदम पर्याप्त सुविधा छ। पर्याप्त सुविधा त हामी अब छ भन्नु पर्ला। अब मैले लिइसकेँ। धन्यवाद तपाईँलाई। अब रेस्टरुमहरू पनि राम्रै बनिसकेको छ है होइन दाइ। हजुर अब यो हो प्रकृतिको सुन्दरता हेर्नुहुन्छ भने यो सारा बादल खुलेछ अहिले त। आमामा हेर्नुहोस् त। अलि अगाडिबाट ल्याउनु पर्यो। ल यो डाँडा काँडा है हिमाल पर त्यो परको चाहिँ नि त्यो मनासुलु हिमाल यहाँबाट देखिएछ। सायद त्यो यहाँ पुग्नलाई त्यो स्थानसम्म पुग्नलाई गोर्खा भएर जानुपर्छ कि दाइ। हजुर मनाङको क्योतोबाट पनि जान सकिन्छ र उता गोर्खा जिल्ला उता गोर्खाबाट पछि पनि आउन सकिन्छ। खास त्यसको प्रवेशद्वार भनौँ न। हजुर कहाँबाट खास दाइ त्यो मनासुलुको गोर्खा माछा खोला। गोर्खा माछा खोला इन्डिङ पोइन्ट हुन्छ। इन्डिङ त अब इन्डिङ होइन यो इन्ट्री पोइन्ट माछा खोला। माछा खोला लामा गाउँ र क्योतो भएर फेरि त्यही बाटो थोङ पास गरेर नै आउन सकिन्छ। होइन मलाई पुग्यो भने त्यहीबाट फेरि बेसी सर भएर तल आउनु पनि सक्नुहुन्छ। समथिङ कति मिटर हाइट छ उचाइ छ त्यो मनासुलुको? हामी अहिले यहाँ चाहिँ नि यो के अरे मनासुलु हिमाल। हजुर हामी यो ठाउँबाट 8000 माथि दुईवटा देख्न सक्छौँ। एउटा माछा पुच्छ्रे अन्नपूर्ण 1 जो चाहिँ नि 8091 र उता मनासुलु चाहिँ नि 8163 हुनुपर्छ समथिङ। अनि वान अफ द टप चाहिँ नि तपाईँको अन्नपूर्ण है। यो चाहिँ नि अहिलेसम्म 400 नै पुगेको छन् त्यहाँ समिट गर्नेहरू। जहाँ कि एभरेजमा चाहिँ नि अन्धले पनि गरेछ, आर्टिफिसियल खुट्टा भएकोले पनि सगरमाथा चढेर आएछ। यो अन्नपूर्ण चाहिँ नि अहिले सगरमाथा चढ्नेहरू लगभग 7000 पुगिसक्यो भने यहाँ चाहिँ 400 जना पनि चढेको छैन। यो टप अफ द टप। यो हिमालय के भन्छ त? यो गाईको सेप जस्तो छ नि। यो गाईको त्यो अलिकति माथि यता गाईको पछाडिको भाग होइन अनि गाईको जुरो जस्तो छ है। अनि तल अनि के भन्छ त्यसले? अन्नपूर्ण 3 हो त त्यो ढिक्कै। हजुर त्यो ढिक्कै। हामी अन्नपूर्णको नि 5वटा नाम दिन्छौँ हामी गरेर। अन्नपूर्ण 1 है। हजुर अन्नपूर्ण 2 अन्नपूर्ण 2 यो अहिले बादल छोपिरहेको छ। यो अन्नपूर्ण 2 यो धार जस्तो बन्जरको धार जस्तो। हजुर अन्नपूर्ण 2 अन्नपूर्ण 3 अन्नपूर्ण 4 यता आएर अन्नपूर्ण साउथ चाहिँ नि 7219 छ यसको हाइट। जबकि माछा बुझेको चाहिँ नि 6997 भनिन्छ। अनि यो माछा पुछेको धार छ नि यो यसो आएर एउटा माछा पुछेको त्यो मुठी जस्तो छ नि चुचो। हजुर त्यो मर्दी हिमाल त्यही हो त? हजुर मर्दी उता त्यो कालो बादल। हजुर अनि यता कालो। त्यसको त त्यही 5500 समथिङ होला हाइट 5500। हजुर भनेपछि 5500 भनेपछि थ्रोङको हाइट बराबर रहेछ। हजुर त्यहाँ हिउँ पनि बगेछ अहिले त है। त्यो डाँडाहरू देख्छ नि त हिमाल मुनि। हजुर त्यहाँ त मान्छे जाँदैन होला है? त्यहाँ जान अहिले सम्भव छैन भाइ। अन्नकन्टार छ है?
ल्याक अफ इन्फ्रास्ट्रक्चर बाटोघाटो छैन है गियर पनि हुनै पर्यो त्यस्तै त्यस्तो गियर हुने मान्छेहरू चाहिँ प्रायः कमै जान्छ अब हेर्नु होला यो हिमाल एकदमै खुलेको छ अब बादलले पनि त्यति डिस्टर्ब गरेको छैन यो पूर्वी मोडा मजाले देख्न सकिन्छ यो पश्चिमबाट देखिने मोडा हैन यताबाट देखिँदैन छेकिएको छ हैन त हजुर पश्चिम मोडा यो पूर्वी मोडा चाहिँ नि पूर्वी मोडा भाग है यहाँबाट चाहिँ नि प्राय देखिँदैन कि पोखराबाट देखिँदैन देख्दैन हजुर हैन अन्य अन्य कतै पनि यहाँबाट मात्रै देखिने हजुर हैन यहाँबाट मात्रै देखिन्छ पूर्वी मोडा हजुर माछापुच्छ्रे हिमालको यदि पूर्वी मोडा हेर्न चाहनुहुन्छ भने तारे हिलमा आएर हेर्न सक्नुहुन्छ सबैले है पूर्वी मोडा धेर थोर न त कतैबाट पनि देख्न सकिँदैन हजुर पोखरा कहाँ देखिन्छ खालि पोखराबाट देखिँदैन हामी फेस देखिन्छ अनि अब हेङ्जा धम्पुस पश्चिम साइडले अर्को पश्चिम यो सायद मोडा मात्रै देखिन्छ माछापुच्छ्रे हिमालको हजुर अब एबिसीको होइन पछाडिको भाग देखिन्छ यो अब अन्नपूर्ण है अनि लमजुङ हिमाल डिस्को कुन चाहिँ हो लमजुङ हिमाल यो डिस्को यो माथिको यो डिस्को ठुलो डिस्को यो ठुलो डिस्को हजुर अनि यताको सेप होइन त्यो सबै यो अन्नपूर्ण रेन्जभित्रै पर्यो तर यो लमजुङ हिमाल त्यो अँध्यारो डाँडा चाहिँ डिस्को त्यही हो यो ठुलो डिस्को कि हजुर यो ठुलो डिस्को यतापट्टिको यता फेस भएको यो सबै लमजुङ हिमाल हो हजुर यसको पनि हाइट निकै छ यसको 7000 प्लस छ यसको हाइट 7000 अनि त्यो चाहिँ नि एउटा मनाङ जाने बाटो छ नि दाइ हजुर मनाङ जाने बाटो छ नि उता भुलबुले त्यताबाट देखिन्छ है हजुर त्यहाँ पनि देख्न सक्नुहुन्छ भुलबुले यो साइडमा पर्यो यो साइडमा पर्यो यो उत्तर लमजुङबाट त त्यति राम्रो देख्दैन हजुर होइन हजुर हामी उता थ्रोङ पास गर्दाखेरि हामी उताबाट छिर्छौँ नि त कताबाट हामी उता बेसी सरबाट उता पछाडि पुग्छ है यो मनासुल भन्दा यतै हुन्छ हामी यतै हुन्छ है हजुर मनासुल भन्दा यतै हुन्छौँ त्यहाँ ठ्याक्कै चाहिँ नि मनासुल त्यो यता काटिएको छ नि त सिधै धार त्यहाँबाट छिरेर जाने होला हजुर त्यो क्योतो भन्ने ठाउँबाट चाहिँ नि छिरेर चाहिँ त्यता उता क्योतो लार्के पास हुँदै उता जहाँ गइन्छ उताबाट प्रायः उताबाट आउँछ यताबाट बाटो अलिक टफ छ लाइक राउन्ड अन्नपूर्ण नै तपाईँको मुक्तिनाथबाट गर्नेहरू प्रायः एकदमै रेयर हुन्छ किनभने मुक्तिनाथको हाइट चाहिँ नि 36 इन्च छ त्यहाँबाट चाहिँ नि 5416 चढ्दाखेरि त हाई लाग्ने एकदमै खतरा हुन्छ मुक्तिनाथको क्षेत्रबाट त अलिक गाह्रो छ छिटो लाग्छ सिमिलर आँट गर्दैन रे मान्छेले सिमिलर यो मनासुलु पनि त्यही हो है उताबाट चाहिँ क्योटो निस्किन्छ प्रायः यताबाट चाहिँ नि प्रायः गर्दैन त्यो त आँट गर्दैन रे के होइन बडा मुस्किल किनभने हामी थ्रोङ पास गर्दा पनि हामी झरिसकेपछि नि धेरै तलपछि उताबाट आउनेहरू आयो चढिरहेको थियो कि बल्ल कति गाह्रो भयो होला त्यो त एकदमै टफ अफ द टफ हो क्या तपाईँको 37बाट हाम्रो ट्रेकिङको उसमा चाहिँ नि प्रायः हामी नर्मली दिनमा चाहिँ नि 700-800 भन्दा माथि हाइटमा जान्दिन्न रुल अनुसार त्यो त त्यसै चाहिँ 37 छ त्यहाँबाट पनि चाहिँ नि 37बाट 47 भनौँ अझै चाहिँ नि 47बाट नि 54 भनेपछि त्यो त धेरै हाइट भयो डबल एटलिस्ट डबल नै भयो डबल पनि हाइट भयो त्यसमा चाहिँ नि एकदमै हाई लाग्ने एकदमै सम्भावना हुन्छ ल ओके दाइ थ्याङ्क यू ल हेलो यो तारा हिलमा अहिले मौसम एकदमै सफा देखिएको छ विशेष त यहाँको विशेषताहरूको सौन्दर्यहरूको हिमाल हेर्ने हो होइन हिमाल माछापुच्छ्रे हिमाल अन्नपूर्ण हिमाल साउथ 1 2 3 अन्नपूर्ण है अनि गौरीशङ्कर अनि हिमालहरू हो खास विशेषताहरूको हिमालको सुन्दरता हेर्ने हो र हामीले यो धेरैले माछापुच्छ्रे हिमाल देख्नुभएको छ होला माछापुच्छ्रे हिमाल फेस र यो पश्चिम मोडा मात्रै सबैले देखिन्थ्यो फोटोहरूमा भने अहिले यो यहाँबाट नि यो तारा हिलबाट
पूर्वी मोडा एकदम राम्रोसँग देख्न सकिन्छ। यो यहाँ तपाईँहरूले पनि राम्रोसँग हेर्नु होला। मैले अब यहाँ आउनुको मुख्य उद्देश्य पनि यही यहाँको हावापानी, यहाँको स्वस्थ वातावरण, सफा वातावरण, प्रदूषणबाट मुक्त होइन। 1-2 दिन बस्यो भने स्वास्थ्यलाई धेरै रिफाइन हुने, हाम्रो श्वास प्रश्वासमा रिफाइन हुन्छ होइन। त्यसैले पनि विदेशीहरू त्यही कारणले पनि होला सायद यो क्षेत्रमा यो उचाइमा आएर होइन 1-2 दिन रेस्ट गरेर आफ्नो देश फर्किन्छन् उहाँहरू। यो नेपालको विभिन्न अन्य क्षेत्रहरूमा जस्तै कि धम्पुस भयो, घोडेपानी होइन, खुम्बे डाँडा जस्तै अहिले धेरै विदेशीहरू पनि यहाँ आउने, यो तारा हिलमा आउने, यहीँ बस्ने, अनि हिमाल, यहाँको सौन्दर्य, यहाँको बोट वनस्पति अनि यहाँको लाली गुराँसहरू देखेर रमाएर होइन खुसी भएर उहाँहरू फर्किने गर्नुहुन्छ विदेशीहरू पनि। साथसाथै अब नेपालीहरूको पनि, नेपाली पर्यटनहरूको पनि अब एकदमै जस चाहना यो बढेको देखिन्छ यो नेपाली पर्यटनहरूको। तपाईँ यो घामदुकमा प्रशस्त देख्न सक्नुहुन्छ, खुम्बे डाँडामा प्रशस्त देख्नुहुन्छ, घोडेपानी होइन। धेरै जसो त अब काठमाडौँदेखि पनि आउने जाने गरेको देख्न सक्नुहुन्छ बाटोमा। र यहाँ चाहिँ अब यो विकास क्रममा छ। पहिला त्यति व्यवस्थित हुन सकेको थिएन। अहिले चाहिँ नि यहाँ अब 2टा यहाँ होटलहरू छ माछापुछ्रे दायाँ बायाँ। अब यो नेपाली पर्यटक र विदेशी पर्यटकहरूको लागि भनेर पनि यहाँको होटल सञ्चालकहरूले सायद विशेष त उहाँहरू पर्यटन क्षेत्रमै गाइड पेसामै आबद्ध हुनुहुन्थ्यो। उहाँले त्यो देखेर नै यहाँ यही क्षेत्रको हुनुहुन्छ, घलेखर्कको यता खिलाङ साइडको होइन।